नमस्ते सेवाहरू है। आज चाहिँ चाबी लगेर बाइक चलाउनु जाँदैछु। प्रकाश काका र भाइ चाहिँ तल जाँदैछ। भाइले आज मलाई बाइक कुदाउन सिकाउँदैछ। हेरौँ है त कस्तो कुदाउँछु म। हेटेरिका सारा बाइक कुदाउनु सिकेको पनि एउटा भिडियो बनाउनु पर्ने हुन्छ कि यहाँनिर। त्यही भएर म ओह्रालो झर्दैछु भिडियो बनाउँदै। भिडियोमा आज चाहिँ यसले मलाई बाइक कुदाउनु सिकाउनु छ। यहाँ के चलाउनु पर्ने यसले भन्छ। होइन पहिला मलाई यो के अरे थिच्ने के भनेर सिन। पहिला त चाबी लाउनु पर्छ नि। ट्याक्कै चाबी अन गर्ने अनि गियर न्युट्रल गर्ने। न्युट्रल भइसक्यो स्टार्ट गर्ने। यतापट्टिको चाहिँ ब्रेक कि क्लच हो? यो दाहिनेपट्टिको क्लच यो हो। यो गियर हो, एक्सिलेटर अनि यो ह्यान्ड ब्रेक यो भयो। फुट ब्रेक यो पछाडिको ब्रेक हो। यो चेन्ज गर्दाखेरि चाहिँ यो कुदाउनु पर्यो। यसलाई सकभर नचलाउने, यसलाई गियर चेन्ज गर्दा मात्रै चलाउने। त्यो नातिले मलाई यहाँ सिकाउ। बोकेर यसो गरेको तपाईँ उता बस्नु न। क्लच दाम भयो। देब्रेको क्लच उता हातको भयो। गियर चाहिँ हो, गियर उता देब्रेपट्टि तल लानु पऱ्यो। तल हो भयो लाग्यो। अरे बिस्तारै होइन न्युट्रलमै मात्रै स्टार्ट हुँदैन। बेला बेला गियर कुदो अरे रेस गर्न भनेको। रेस भन्नाले कस्तो हो? रेस भनेको एक्सिलेटर हो क्या। एक्सिलेटर बटार्ने। खासमा चाहिँ म होइन अब बाइक चलाउने बाठो भएर हिँडेको। भाइलाई थर्कै बैशाखीमा हिँड्दैछु। खुट्टाको हालत यस्तो छ। धेरै बाठो हुनु नहुने रहेछ है साथीहरू। अब यसरी हिँड्नु परिरहेछ। आज कति दिन लगभग 2 हप्ता पछाडि म यत्तिकै हिँड्नु सक्ने भएको छु। त्यही भएर बाइक चलाउने हुँदाखेरि अलिक धेरै बाठो नहुनु पर्ने रहेछ। यतिमा कुरो बुझ्नुपर्ने भयो। विदेशबाट आएको यो खुट्टा निको हुँदाहुँदै मेरो त छुट्टी नै सिद्धिएला जस्तो भइसक्यो। वास्तवमा भन्नुपर्दाखेरि यस्तो चाहिँ मेरो दुःखको कहानीहरू चाहिँ।